40 जना 70 जना मरेको कुरा सरले किन गर्नु भएन? बढी समस्या यहाँ छ के भौतिक संरचनाको कुरा गर्नुहुन्छ। सिंहदरबार पहिला पनि जल्यो, देश पहिला पनि जल्यो, मान्छे त्यति मरेको थियो पहिला। तपाईको छोरछोरी त्यहाँ पर्या भयो, तपाईले भन्नुहुन्थ्यो सिंहदरबारको कुरा। यहाँ कस्तो समस्याजनक आपत्तिजनक मान्छेहरू छन् अनि अराजकता हामी जस्तोले मचाए होइन। बडो समस्याजनक कुरा हो सर होइन। तपाईले 76 जना मरेको कुरा त्यहाँ बोल्दा भए म यहाँ उठेर बोल्थिन। तपाई सिंहदरबार जलेको बोल्नुस् ठिक छ के समस्या भन? आपत्तिजनक मान्छेले अराजकता मचाए होइन। आज म यहाँ उभिएर बोल्दै गर्दा सायद म जलाउन नगएको मान्छे भएर म यहाँ बोल्दैछु होइन। मसँग त्यो छ। तपाईले पनि त्यतिको औचित्य राख्नुस् कि मान्छे पनि मरेछ भने स्वीकार गर्नुस्। दण्डनीयताको कुरा गर्नुहुन्छ भने कसले मान्छे मार्यो? आदेशको कुरा गर्नुहुन्छ, कसले आदेश दियो नि देश जलायो, कसले आदेश दियो नि मान्छे मर्यो, त्यो कुरा पनि गर्नुस् न सर। रूपान्तरणको कुरा गर्नुहुन्छ तपाईले। व्यवस्था होइन अवस्था परिवर्तन गर्न मान्छे परिवर्तन हुनुपर्छ। तपाई मान्छे आज पनि परिवर्तन हुन पुग्नु भने किन चाहिँ यो गर्नुहुन्छ होइन? मान्छे आज पनि हजुर अराजक हुनुहुन्छ, अराजक हामी होइन। मलाई अरू केही समस्या छैन। तपाईले आफ्नो मन्तव्यमा मान्छे मरेको कुरा मात्रै राख्दै भयो, म यहाँ उभिएर बोल्नेवाला थिइनँ के होइन। मान्छे मरेको कुरा राख्नुहोस्, सहीलाई सही भन्नुहोस्। तपाईले गरेको आन्दोलन हामीले गरेको आन्दोलन चाहिँ टेरोरिजम भयो आज आएर। हरेक कुरामा तपाईले गरेको आन्दोलनमा चाहिँ जियो पोलिटिक्स मिसिन्न। हामीले गरेको आन्दोलन मेरो खातामा बस्ने 1 करोड डलर राखिदिएछ भने म यहाँ बोल्दै गर्दा बडो समस्याजनक कुरा हो कि सर यो। कम्तीमा मान्छे मर्यालाई होइन अलिकति सम्मान गर्नुहोस् के। गएर टिचिङमा हेर्नुहोस्, मान्छेहरू प्यारालाइज भएर बसेका छन्। आर्यघाटमा गएर हेर्नु भएको भए हुन्थ्यो के। रत्नचोकमा गएर त्यो दिन बिचमा बस्या भए हेर्नुहुन्थ्यो होला के भयो थियो भन्ने। हाम्रो हातमा रगत थियो, रगत बगाएको तपाईहरूले हो।